यिनीहरु एकदम गोलो बनाइरहेको छ साथीहरु मलाई बेल्न आइहाल्छ पिठो पनि एकदम सफ्ट छ यिनीहरु मैदाको पिठो जस्तै मस्त पाके छ एकदम जोरसँग पकाउँछौ हाई गाइज गुड मर्निङ अनि साथीहरु फेरि पनि वेलकम छ हाम्रो नयाँ भ्लग भिडियोमा साथीहरु आज चाहिँ म बिहानै चिया नास्ता खाएर हेर्नुस् फाउरा लिएर अब जान्ला छु खेततिर जाँदैछु अहिले खेतमा कोही छैन सुनसान छ म चाहिँ हेर्नुस् साथीहरु उखुबारीनिर पुगेछु हेर्नुस् उखुबारीनिर हेर्नुस् यसरी जोटे छ यो बाटो बनाएको यस्तै खेत जान्ला छु अनि हेर्नुस् खेततिर कोही छैन पुरा सुनसान छ हैन बिहानै म चाहिँ जाँदैछु एक्लै गहुँ छरेर अब बियासिया मिलाछ कि नै ट्र्याक्टरले त्यही भएर मिरासिरा बान्नु पर्ने छ जाँदैछु हेर्नुस् बाटो खेतको बाटो मिरा तो फाइनली साथीहरु म चाहिँ खेत पुगिसके हेर्नुस् लहसुन लगाएको थियौं यति ठुलो भइसक्यो लहसुन अब यता चाहिँ साथीहरु गहुँ छरेछ अब मिरा बान्नु पर्ने छ हैन अलिअलि यता साइडमा बान्नु पर्यो लहसुनको यता त्यसपछि पानी सिँचाइ गर्ने बेला राम्रो हुन्छ भनेर हेर्नुस् फाउरा त्यो हुन्छ साथीहरु अब म चाहिँ मिरा बान्छु है तो फाइनली साथीहरु म घर पुगिसके हेर्नुस् घर आएर साइकल राखिसके अब साइकल राखेर अब भित्र जाँदैछु हेर्नुस् भित्र चाहिँ लाइट बलेछ अनि अब चाहिँ साथीहरु खाना खानु पर्यो अनि जानु पर्यो बजारतिर है कि कता जानु पर्ने छ अब समयले बताउँछ साथीहरु राति भइसक्यो म चाहिँ साथीहरु डाइरेक्ट बजारबाट घर आइसके यी हेर्नुस् एटा छ ममफली यति थोरै छ साथीहरु अनि हेर्नुस् घरमा सुनसान छ म एक्लै छु मैले भर्खर बजारबाट आए साथीहरु हैन बजारबाट आएर अहिलेसम्म भर्खर पुगे मोबाइल पनि चार्ज लगाएको छैन अब एउटा ममफली खाइहालौं रियानको मम्मी अहिलेसम्म आ छैनन् म चाहिँ आज छिटै आइहाले मतलब तिनीहरु भन्दा अगाडि पुगिहाले त्यो हुन्छ साथीहरु म मोबाइल चार्ज लगाउँछु है तो फाइनली साथीहरु तरकारी यहाँ पाकिरहेछ अनि चाहिँ छोरा चाहिँ हेर्नुस् यहाँ बसेछ अनि होमवर्क लेख्नु पर्ने छ हेर्नुस् यहाँ कपी यहाँ झोला छ अनि यता तरकारी पाकिरहेछ साथीहरु यी हेर्नुस् तरकारी लौका तरकारी पाकिरहेछ है लौका तरकारी पाकिरहेछ आगोमा एउटा जग छ जग पानी एटा म छु काले मान्छे घाम लागिसक्यो यहाँ आगोनिर बस्दै साथीहरु तरकारी पकाउँदै अनि हेर्नु छोरा चाहिँ एकछिन रेस्ट गरिरहेछ एउटा पाना लेखेर ल अब छिटो लेख तो फाइनली साथीहरु अब भर्खरै हाम्रो 7 बजे हाल्यो भर्खर खाना पाक्ने चालु भयो हेर्नुस् रोटी अनि हेर्नुस् यतो पिठो अनि तरकारी उता पाकिसक्यो साथीहरु हैन अनि यहाँ ढकिया छ अहिले रोटी पाकेपछि यसमा राख्ने दादु रियानको दादु रियानको दाइ आफ्नो अभिनय दाजु मात्रै चिन्छ एउटा मात्रै अरु कसलाई जान्दैन यो रोटी धौ कि नधौ हेर्नुस् यसमा यो पानीमा धोएर पकाएको छ एकदमै
मिठो हुन्छ साथीहरू, एकदमै नरम गुलगुल। सिक्रो गुलगुल। मलाई भोक लागिरहेछ, त्यही भएर म भन्सैमा छु बसेको। पाक्ने बित्तिकै खाने हो गपागप। एकदम गोल रोटी बनाइरहेको छु साथीहरू। मलाई बेल्न आइहाल्छ। हेर्नुहोस् यसमा यस्तरी पकाएर त्यसपछि फेरि पानीमा भिजाएर अनि फेरि त्यसमा यस्तरी हाल्नुपर्छ नि, एकदमै नरम रोटी बन्छ। सप यो पनि त सबै हुन्छ। हेर्नु एकदम गोल गोल मिरा छ। हेर्नुहोस् मलाई त बनाउन आउँदैन यस्तरी, यति गोल पकाउँछु नि म। ओहो बाबा, हेर्नुहोस् साथीहरू बेल्न कति ठुलो, एकदम पातलो छ, पाटली जस्तै बुढी त्यस्तै। पिठो पनि एकदम सफ्ट छ, मैदाको पिठो जस्तै। अनि छोरा चाहिँ हेर्नुहोस् होमवर्क लेखिरहेछ। हेर्नु छोराको राइटिङ हेर्नुहोस् कस्तो लेखिरहेछ, गिजिमिजी गिजिमिजी। किन के हो यो मा हो? एउटा टाक खोइ। साथीहरू म रोटी खाँदैछु। हेर्नुहोस् रोटी, हेर्नुहोस् मस्त पाकेछ। एकदम जोरसँग पकाउँछौ, एकदम जलाइ जलाइ, त्यसपछि मिठो लाग्छ। हामीलाई यस्तै मिठो लाग्छ कि मलाई। यो पानीमा धोएर पिठै पिठा भइसक्यो पानी। हेर्नुहोस् रोटी पाक्दैछ। छोराको होमवर्क पनि सक्यो। अब झोला राखेर आऊ, अनि यो गोन्द्री पनि राखेर आऊ। पिरो खान सक्दैन। कुकम्यान त हुन्छ साथीहरू, म खान्छु है लगभग। म हेर्नुहोस् पाकिरहेछ मस्तले। म चाहिँ साथीहरू 2 रोटी खाइसकेँ, लगभग 6-7 टा खान्छु म रोटी होइन। हेर्नुहोस् यहाँ खाली छ, पाक्दैछ, म खाँदैछु होइन। त्यही भएर यहाँ यसमा राख्न चाहिँ भइरहेको छैन। साथीहरू म एउटा अझै रोटी राख्नको लागि यति राम्रो बुनेछु, यस्तो गरेर त्यसको छोप्न बनाउन लाग्छु अनि त्यसपछि देखाउँछु है। रोटी राख्नको लागि एउटा के भन्छन् खाना छोप्नको लागि हो। हेर्नु साथीहरू लौका तरकारी टाटै छ। हुन्छ खान्छु है अब।